अहिले म म्यानहट्टनको 40th वाल स्ट्रिटमा छु। तपाईले मेरो पछाडि देख्न सक्नुहुन्छ एउटा ठुलो विशाल भवन। यो भवन चाहिँ द ट्रम्प बिल्डिङ हो। यो चाहिँ अमेरिकी राष्ट्रपति ट्रम्पको एउटा सम्पत्तिको रूपमा यसलाई लिन सकिन्छ। ट्रम्पले यो भवन चाहिँ 1995 मा किनेका थिए। यो भवन एक समय सबैभन्दा ठुलो भवनको रूपमा, सबैभन्दा अग्लो भवनको रूपमा यसलाई चिन्न सकिन्छ। के पनि यसको रोचक तथ्य छ भन्दाखेरि एउटा सैन्य विमान, हवाई विमान चाहिँ कुहिरोमा हराएर यसको 58 तलामा ठोकिएको भन्ने पनि यसको एउटा रोचक तथ्य छ। यसको ठ्याक्कै यो सडकमा हिँड्दै गर्दाखेरि यसको 20 मिटर उतापट्टि तपाईले विश्वको आर्थिक शेयर कारोबार हुने प्रशासनिक भवन देख्न सक्नुहुन्छ, न्युयोर्क स्टक एक्सचेन्ज। र ठ्याक्क यहाँ तपाईले देख्नुहुन्छ यत्रो राष्ट्रपतिको सम्पत्ति कुनै समयको सबैभन्दा ठुलो भवनको अगाडि तपाईले देख्न सक्नुहुन्छ सडकमा ठेलगाडा राखेर फलफुल काटेर बेचिरहेको छ। तपाईले देख्न सक्नुहुन्छ उतापट्टि चिकन पोलेर बेचिरहेको छ। एउटा ठ्याक्कै विश्वको ठुलो शेयर कारोबार हुने एउटा न्युयोर्क स्टक एक्सचेन्जको प्रशासनिक भवनको अगाडिपट्टि सानो अर्थतन्त्र चलिरहेको छ, सानो व्यवसाय चलिरहेको छ, सडक व्यवसाय चलिरहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै यो फेडरल, तपाईले देख्न सक्नुहुन्छ फेडरल हल भनेर। यो चाहिँ अमेरिकी सरकारको उत्पत्ति यहाँबाट भएको थियो। अमेरिका स्वतन्त्र भयो। अमेरिका स्वतन्त्र भइसकेपछि यहाँ चाहिँ जर्ज वाशिङटनले यहाँबाट सरकार सञ्चालन गरेको थियो। अन्तरिम सरकार यहीँबाट सञ्चालन भएको थियो। यहाँ तत्कालीन समयको संघीय प्रशासनिक भवन, यहाँ सुप्रिम कोर्ट, यहाँ गभर्नर हाउसदेखि सबै प्रशासनिक भवन यही थियो। यो व्यस्त सहर, व्यस्त सौन्दर्यताको बावजुद पनि तपाईले यहाँ साना साना पसलहरू मेरो पछाडि देख्न सक्नुहुन्छ। विश्वका धनाढ्य व्यक्तिहरू यहाँ आउने, यहाँ हेर्ने, फोटो खिचाउने गर्छन्। तैपनि यहाँ तपाईले देख्नुहुन्छ साना साना अर्थतन्त्र चलिरहेको छ। यसले यो सहरलाई जीवन्त राखेको छ। एउटा सहरमा यस्ता व्यवसायहरू, यस्ता व्यापारहरूले पनि सहरलाई जीवन्त राख्दछ भन्ने कुराको सन्देश तपाईँ हामीले यो वाल स्ट्रिटबाट पाउन सक्छौँ। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।